के को त के को भोक लाग्यो भन त के को भोक लाग्यो भन त भन त एकचोटि दुई भन न मलाई भन नि त पसलकै भोक लाग्यो भने म पसल किन दिन्छु आज बेसी स्याटरडे हो नि त हो कि डेरीको हो के को भन नि त के को भन नि मलाई त मैले त सोधेँ त पसलको हो कि डेरीको हो कि घरको हो कि के को त यही बनाएर खाने भन नि त के को के को डेरी भन सरी सिसै यहाँ है यहाँ पनि कुन चप्पल लगाएको थियो मेरो चप्पल त लाएन नलाएन त भन छिटो भन न म अन्टीले लिएर आउनु भन्छु भन त होइन यहाँबाट जाँदा अहिले हामी डोटेल छिरेर जाने है त हुन्छ ल काम गर ल ह्याप्पी ल मामुसँग गएर काम गर त यही खेल्ने काम नगर्ने काम त गर्नुपर्ने हो छोरी यही खेल्ने के घिउमा पकाएर साग बाख्न आएर मलाई कसो गर्न जान्छ आज काम गरेको भिडियो नै आएन छोरी कि त्यो के को बोट हो देखाउँदै त्यो त्यहाँ पनि बोट भएको प्लान्ट भएको उ त्यो के को भन ल त्यही त बाई गरिदियो अनि अहिले कहाँ जाने भनेको हामी त्यो बाई गरिदियो त्यसरी अङ्कलले हेर्दै होइन्थ्यो क्या अङ्कलले हेर्दै होइन्थ्यो बाई गर्यो नै भन नि नै भन बाई नभन नि बाई नभन नाइ भन नाइ नभन त बाबाकै भित्र खेल्नु थाल्यो कि झुन्डिन आइसिन्छ छोरीको नि छ नि त
के भयो अरे छोरीलाई के भयो अरे भोक लागेर यो मुखमा हालिसक्यो हो मुखमा अरे खाल्टोमा हाल्दै गर त्यो खाल्टोमा हाल न हाल त्यो मजाले हाल्नु एक भाँडै हाल न आधी आधीको जति हाल्दै जाउँ हो त्यसरी कमिला नि कति कमिला हो पुरै टोक्ने कमिला क्या छोरीलाई भोक लाग्यो हो आज काम सकियो हो छोरी बेबी आज हस् छोरी आज काम सक्यो बु यहाँ भेट भन बेबी ल बाई भन अनि जाने ल यता हेरेर राम्रोसँग यहाँ हेरेर त राम्रोसँग बाई भन बाई भाइ अनि माया गर खोइ बाई बाई म घर गएँ है भन त छोरी बाई बाई यता खोइ